हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सबै साथीहरूलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। म चाहिँ होइन आज घर आएको छु अनि बाटोमा यस्तो यस्तो दृश्यहरू देखिरहेको छ हो, त्यति बेला म चाहिँ घरमा आएको छु आज होइन। घर जाँदैछु, बाटोमा हिँड्दै हो, हिँड्दैछु। यो अवस्था यस्तै छ, गाह्रो छ। तलदेखिबाट माथितिरसम्म हिँड्नुपर्छ। हाम्रो गाउँतिर त यस्तै छ हो गाइजहरू, हेर्नु होला। पानी के साह्रो परेको छ। फाइनली गाइज म चाहिँ घर आएको छु। भोलि चाहिँ घरमा श्राद्ध छ अनि आज चाहिँ म घर आउँदै हो। घरमा आउँदाखेरि बाटोमा यस्तो धेरै पानी परिरहेको छ कि यो पानीसँगै गाइजहरू यहाँबाट त यस्तो यस्तो भ्युजहरू देखेको छु। पानी कस्तो अँध्यारो भएर आइरहेको छ, तर पनि यो पानीसँगै अब यस्तो छ ओह्रालो बाटोहरू तरसम्म जानुपर्छ। त्यस्तो बाटो हिँड्दै जानुपर्छ है मेरो गाउँ चाहिँ। कस्तो तलतिरको फाँटहरू पनि देख्छ, कति दामीको देखिरह। हावा चाहिँ लास्टै चलिरह। यो डाँडाबाट देखेको तल घरहरू छ नि, त्यो घरबाट पनि अझै तल छ है मेरो घरहरू चाहिँ गाइजहरू। यो कस्तो दामीको देखिया छ सिन चाहिँ। पानी आए पनि अलि अख्रेको छ हौ, हेर्नुहोस् त गाइजहरू। जुन घरहरू देखिया नि त्यो घरबाट पनि अझै तलतिर छ पारितिरको डाँडाहरू। माइ गॉड। यो चाहिँ म पढेको स्कुल हो, तर यो स्कुलको नाम चाहिँ श्री कुम्मेश्वर माध्यमिक विद्यालय हो गाइजहरू। हेरिदिनु होला, म पढेको स्कुल यस्तो छ। पहिला त यस्तो थिएन हौ, पुरा हामी पढ्ने बेलामा त जस्ताको टरोवाला थियो। यो चाहिँ मेरो घरबाट देखिने तलतिरको गाउँहरू हुन्। फाइनली यो चाहिँ मामको घर हो। मामको घरमा आइपुगेँ। त्यसपछि मकै बारीहरू यति दामी दामीको छन्। अरू चाहिँ हेर्नुहुन्छ भने यसरी बाँझिएको छ नि गाइजहरू। त्यो पारी डाँडाको चाहिँ मेरो घर हो है। अझै एकछिन त हिँड्नै पर्नेछ। बिस्तारै स्लो मोसनमा हिँड्दैछु। अब बेलुका पनि हुँदैछ, बेलुका सँगसँगै अब घर पनि पुग्न लाग्यो। टेक्नी लाग्छ है गाइजहरू, मेरो घर पुग्न चाहिँ। घर चाहिँ उता छ। फाइनली गाइजहरू अब म चाहिँ घर पुग्न लागेको छु। यो यतापट्टिको खोल्साको यस्तो बाटो हुँदै हुँदै हामी आधा घन्टाको गिरफ्तार हिँडाइसँगै अब चाहिँ फाइनली घर पुग्न थालेँ। यस्तो छ हरियाली हराभरा। अहिलेको बर्खाको टाइममा चाहिँ किराहरू कराइरहँदो रहेछन्, सुन्नु भएको होला हजुरहरूले पनि। फाइनली गाइजहरू घर पुग्ने लागे। यो चाहिँ हाम्रो परालको टौवा हो, यो चाहिँ म हिँड्ने बाटो हो। अनि मेरो मम्मीले यो छोपेर राखेको चाहिँ कुखुराको मल हो। मेरो मम्मीले कुखुराहरू पनि पाल्नुहुन्छ। हेर्नु गाइजहरू, गाउँमा धेरै हिँड्नुपर्छ। के गर्नु, केराको बोट केरा नि फलिरहेको छ है गाइज। फाइनली गाइजहरू यस्तो बाँझो खेतहरू छ। अब खेत रोप्ने बेला आउनलाई असार लागिसक्यो, अझै पनि यहाँतिर त खेत रोपेको छैन। यस्तो बाँझो छन् हो, धेरै जस्तो त बाँझो छोडेर सबै मान्छेहरू विदेश छ। गाउँघरमा बस्ने त खासै कोही पनि मान्छेहरू छैन गाइजहरू। के गर्नु, नेपालको अवस्था यस्तो छ। गाउँमा मान्छे बस्न मान्दैन। गाउँ बस्ने भनेको बुढोपाका मात्र मान्छेहरू बस्छन्। उता चाहिँ पारी डाँडा वरी डाँडा धेरै मान्छेहरूको बस्ती नै छैन हो। हाम्रो गाउँतिर त यस्तै हो। हाम्रो गाउँमा मात्र हो कि अन्त पनि हो, विदेश पलायन भएका छन् धेरै जस्ता नेपालीहरू। भर्खरका युवा जनशक्तिहरू, देशको विकास गर्ने भनेको व्यक्तिहरू नै सबै विदेशमा छन् है गाइजहरू। फाइनली म चाहिँ घर पुगेको है।